के भयो त हामी एक प्रोग्राम माथि एक कुरा यसरी बढ्दै गइरहेको हुन्छ त्यो खालको चाहिँ एउटा वातावरण तयार गर्नुपर्छ र त्यसको लागि अहिले पनि मैले भने अब हामीले यो आजको मिटिङलाई चाहिँ नि अब यो सुरुवात तयारी समिति मिटिङ भनौँ न त्यसै राखौँ अब यसलाई थप्दै जान्छ नजिक गर्दै गर्दै गएर हाम्रो यो चाहिँ उसम्म राख्ने अधिवेशनसम्म र दोस्रो चाहिँ नि हजुरको चाहिँ नि अब यो भवनको लागि पनि हामीले आर्थिक सङ्गठन पनि त्यो साथसाथै जाने यी दुईवटा कुरालाई अहिलेको मुख्य एजेन्डा मुख्य उद्देश्य पनि त्यही हो अहिलेको तरकारी पनि त्यही हो त्यसलाई हामी सफल पार्नको लागि हामी सबैको सहयोग जरुरी छ मैले त्यसैले सशक्त हुनु पर्यो सशक्त हुनलाई के चाहियो सङ्गठन चाहियो र फेरि हामी एउटै जाति भएकोले हामी कमसेकम पनि एउटै कल्चर एउटै संस्कार एउटै संस्कृतिभित्र हुर्केकोले हामीहरूको बिचमा जान पहिचान युनिटी एकाअर्को प्रति प्रेम सद्भावको विकास होस् भनेर सङ्गठन खोलिएको हो यो म यति बेला यो चाहिँ बाँकी जिल्लाको नेपालगञ्ज नगरपालिका वडा नम्बर 12 मा रहेको मुक्तिपुरमा रहेको छु। आज चाहिँ मैले दर्शन सेवा समाज बाँकीका अध्यक्ष वरिष्ठ हाम्रो समाजसेवी रमेश बहादुर शाहसँग म केही कुराहरू गर्न चाहन्छु। हजुरले मलाई अनुमति दिनुपर्दा केही कुरा हजुरले सोधिबक्सोस्। यो कुरा हजुरको विषय सन्दर्भमा के थियो भन्दाखेरि अहिले हजुर अध्यक्ष भइसक्नुहुन्छ दर्शन सेवा समाज भन्दा बाँकीको अब यो चाहिँ भवन यो निर्माण भइरहेको छ त्यो भवनको बारेमा सानो जानकारी गराइबक्सोस्। अब हामी सबैले थाहा पनि हुन्छ यसको बारेमा जानकारी गराउनको लागि म हजुरलाई म अनुरोध गर्न चाहन्छु। यो दर्शन सेवा समाजको स्थापना चाहिँ नि 2061 सालमा भएको हो। हजुर यो सम्पूर्ण ठकुरीहरूको एकमात्र सङ्गठित संस्था हो। हजुर र यो चाहिँ नि हालै 6-7 महिना अगाडि हाम्रा पूर्व सङ्घीय मन्त्री गजेन्द्र बहादुर हमालबाट यो हामीहरूको ठकुरीहरूको चासो देखेर यसलाई स्थायित्व प्रदान गर्नको लागि उहाँले 11 धुर जग्गा दर्शन सेवा समाज बाँके नेपालगञ्जको नाममा पास गरिदिएको। अनि त्यसपछि हाम्रा राजा महारानीहरूको सहयोग आइरहेको छ र करिब हाम्रो यो प्रोजेक्ट भनेको 40-45 लाखमा हामीले 3 तला बनाउने सबभन्दा माथि हामीले हल बनाउने टिनको सेटको जसमा कमसेकम पनि 200-300 हाम्रो राजा महारानीहरू अटाउन सकिबक्सोस् र बीचमा हामीले चाहिने हाम्रो दर्शन सेवा समाजको सचिवालय बनाउने र तल हामीले एउटा कोठा दर्शन सेवा समाजको कार्य समितिको बैठक घर र 3टा कोठा हामीले चाहिने सहकारी सञ्चालन गर्नको लागि हामीले बनाउने। हालसम्म हाम्रो 8.5 लाख 9 लाख रुपियाँ खर्च भइसकेको छ र यो पैसा चाहिने हामीले केही उधारो पनि राखेको छौँ र उठिरहेको छ र सबै राजा महारानीहरूबाट बडा जोरसोरको साथमा उठिरहेको छ। यो हाम्रो सम्पूर्ण ठकुरीहरूको साझा दायित्व हो यसको निर्माण गर्नु। मैले त एउटा अहिले हाल म अगुवा भएर यसको अगुवाई गरेको मात्र हुँ। सबै समाजको राजा महारानीहरूको सहयोगबाट यो भवन निर्मित भइरहेको छ। धन्यवाद छ, धेरै धेरै धन्यवाद छ उहाँको अगुवाईमा। अहिले यो चाहिँ हाम्रो ठकुरीहरूको साझा एउटा घर बनाऊ भन्ने उद्देश्य लिएर पवित्र उद्देश्य लिएर यो अभियानमा अगाडि बढिन्छ। यो अभियानको लागि विभिन्न व्यक्तिहरूको ठुलो सहयोग छ। अहिले पनि सबै धेरै व्यक्तिहरूले मैले सहयोग गर्नु पाऊँ भन्ने कुराहरू पनि आइरहेको छ ठाउँ ठाउँबाट। यो चाहिँ हामी सबैको लागि खुसीको कुरा हो। अब यसको ऐतिहासिक ब्याकग्राउन्ड र यो कसरी हामीले सुरुवात गरेको कसले सहयोग गर्यो भन्ने कुराहरू त राजाले अहिले म सकिबक्सेको छ। अब यति भन्दै मैले सानो जानकारी हजुरसँग मैले गराउने मौका पाएँ। हजुरले त्यही जानकारी हरेक गराइबक्स्यो। यसको लागि धेरै धेरै धन्यवाद दिँदै हजुरसँग म बिदा लिन्छु। धन्यवाद राजा, धन्यवाद। म यति बेला यो चाहिँ हाम्रो दर्शन सेवा समाज यो बाँकेले निर्माण गरेको भवनको म स्थानमा रहेर म बोलिरहेको छु। म कृष्णजङ शाह। यति बेला म दर्शन सेवा समाज बाँकेको सचिव हाम्रो दशरथ चन्द राजा चाहिँ यति बेला यो निर्माण स्थलमा बसिन्छ। यो निर्माणको बारेमा अब लागेको कुरा अलिकता हजुरले केही राख्नको लागि म हजुरलाई अनुरोध गर्दछु। ल राजा, हजुरले केही कुरा राखिबक्सोस्, मैले हजुरसँग अनुरोध गरेँ। हजुर धन्यवाद राजा। दर्शन छ, म चाहिँ दशरथ चन्द, म दर्शन सेवा समाज बाँकेको हालको सचिव। हजुर र हामीले अहिले यो जुन दर्शन सेवा समाज बाँकेको भवन निर्माण कार्यलाई अगाडि बढाइरहेका छौँ र त्यसमा हामीले योभन्दा अगाडि हाम्रो जग्गा
नभएको कारणले हामीले यताउता दौडेर धेरै कोसिस गर्दाखेरि पनि कहीँ कतै जग्गा प्राप्त नभएको अवस्थामा यो हाम्रो रमेश बहादुर शाहजीको कार्यकालमा चाहिँ हाम्रा सङ्घीय मन्त्री पूर्व मन्त्री गजेन्द्र हमालज्यूले हामीलाई 11.5 धुर जग्गा निःशुल्क उपलब्ध गराइबक्सेको छ र त्यही जग्गामा हामीले अहिले तत्काल हामीले जग हालेर हामीले घर अथवा अफिस निर्माण कार्यलाई अगाडि बढाइरहेका छौँ र यस कार्यमा सम्पूर्ण ठकुरी बाँके जिल्लावासी सम्पूर्ण ठकुरीहरूले सहयोग गर्दै आइराखिबक्सेको छ र अझै पनि सबै ठकुरीहरूलाई पनि यो निर्माण कार्यमा आफ्ना सहयोगी हातहरूलाई अगाडि बढाइदिइबक्सन पनि हार्दिक अनुरोध गर्दै म बिदा हुन्छु। हस् दर्शन धन्यवाद छ।